साथीहरु यो चाहिँ हाम्रो गाउँको बाटो र हिजो अस्तिसम्म देखिराख्नु भएको थियो कि यहाँनिर बहुत हिलो भएको थियो, पानी परेर एकदम हिँड्नु नसक्ने, पुरा एकदम साइकलहरु पनि चलाउन नसक्ने, बाइक गाडी घोडा पैदल स्कुल जाने बच्चाहरुलाई बहुत अप्ठ्यारो भइरहेको थियो। र त्यो हुँदाखेरि अनि हाम्रो गाउँको मान्छेले आफै डिसाइड गरेर चाहिँ अनि सबैजना मिलेर यसरी बलुवाहरु ल्याएर हामीले लगाएर अनि हाम्रो एकजना दाजु, हाम्रो गाउँको एकजना दाजु, यहाँ पल्लो घरको दाजुले चाहिँ एकदम पुरा माटो मिलाइ गर्नु हुँदैछ र उहाँलाई पनि एक दुईवटा कुरा सोधिदिनु पर्यो, उहाँले पनि के भन्नुहुन्छ यो हाम्रो गाउँको बाटोको विषयमा। र उहाँले पनि पुरा एकदम मेहनत गरिराख्नु भएको छ र उहाँलाई म एउटा कुरा सोध्न चाहन्छु। र दाजु, हजुर भाइ, अनि हाम्रो गाउँको बाटो अब यस्तो खराब भएको थियो र आज हामीले मिलाउँदैछौँ र यसको यो बाटोको विषयमा केही भन्न चाहनुहुन्छ कि? खोइ बाटोको विषयमा के भन्नु भाइ। अब यहाँ स्कुले केटाकेटीदेखि लिएर गाडी गुडा सबै चिप्लिन थाल्यो, सबै जताततै जान्छन्, पानी परेर जाम हुन्छ र उपाय छैन। अब आफ्नै गाउँको साथीभाइ सब मिलेर हज गर्दैछौँ हामी चाहिँ। अब ल, धेरै धेरै धन्यवाद सबै हाम्रो गाउँको साथीभाइहरू सबैजनालाई, दाजुभाइलाई सबैलाई। र म चाहिँ कि आफ्नो गाउँको बाटो यसरी धेरै खराब भयो भने आफै गाउँको मान्छेहरू मिलेर यसरी बनाउँदाखेरि धेरै राम्रो हुन्छ, किनभने जहिले पनि सरकारको मात्रै आश गर्नु हुँदैन हैन। अनि त्यो भएर हाम्रो आफै मिलेर बनाउँदाखेरि धेरै राम्रो। र यति भन्दै यो भिडियोलाई म यहीँ समाप्त गर्न चाहन्छु। बाई बाई।